हाम्रो नेपालमा चुनावको माहौल छ नि त, अनि भोट कसलाई भनेर मैले चाहिँ सोध्छु है त। कस क्षेत्रबाट चाहिँ नै हामीले चुनेको चाहिँ बालेन्सा होला। बालेन्सा भनेको समग्रमा चाहिँ हजुरले बालेन्सालाई सपोर्ट गर्नुहुन्छ? घन्टीमै चाहिँ ठोक्ने हो के र अब के गर्ने। चुनावको लागि सब तयारी छ। अब आफू त यति छु है। हजुर मेरो फ्यामिलीहरूले उतातिर भोट हाल्छिन्छ। चुनाव त हाम्रो देशमा एकदम इन्ट्रेस्टिङ छ अहिले त है। हजुर अब नेपाली जनताले सही मान्छेहरूलाई हजुर हजुर चुनेर अब अगाडि बढ्नुपर्ने कन्डिसन छ। मलाई नै एकदम उत्साही छ। मैले फर्किँदैछु चितवन। चितवन हजुर हजुरकोतिर त अझै माहौल झन् तगडा छ होइन? माहौल तगडा छ तर तपाईँको मानसिकता के छ, कसलाई भोट दिने भन्ने जस्तो कुरा छ? भोट त अब हेलो 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 गाइज, वेलकम ब्याक टु माई च्यानल है त। सबैजनालाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। सधैँ जस्तै आज पनि म यसो बाहिर निस्किएको थिएँ, बर्दुबाई साइड आएको थिएँ म। आज चाहिँ म यहाँबाट बोटमा चढेर देहरा साइड जान्छु है त। बोटमा चढेर है म देहरा साइड जाँदैछु। भिडियो अन्तिमसम्म हेर्नु होला है त। आज मन्डे भएर होला, आज बिजी छैन, बर्दुबाई बिजी छैन। म चाहिँ यहाँ सोसल एक्सपेरिमेन्ट गर्छु है त, मान्छेहरूलाई सोध्ने गर्ने गर्छु। हाम्रो नेपालमा चुनावको माहौल छ नि त, अनि भोट कसलाई भनेर मैले चाहिँ सोध्छु है त, कस्तो रियाक्सन हुन्छ मान्छेहरूको, के भन्नुहुन्छ। खासै धेरै नेपालीहरू त हुनुहुन्न यहाँ, मैले भेटेँ जति 2-4जनासँग सोध्ने प्रयास गर्छु है त। के भन्नुहुन्छ उहाँहरूको रियाक्सन, उहाँहरूको प्रतिक्रिया के हुन्छ। भिडियो अन्तिमसम्म हेर्नु होला है त। नेपाली हजुरहरू घर कहाँ नि? धादिङ हो। कति भयो दुबई आएको? 1 वर्ष भयो। 1 वर्ष भयो। ए अनि हजुरको शुभ नाम? अमन। अमन। ए अनि घरतिर चुनावको माहौल खत्रै छ होइन? के छ घरतिर, केमा भोट दिने भन्दै हुनुहुन्छ? बोलचाल भएन चुनावमा। बोलचाल भएको छैन। यहाँ चाहिँ कहाँ बस्नुहुन्छ? हामी त दुबई इन्भेस्टमेन्ट पार्क डिआइपी। डिआइपी। तपाईँको मानसिकता के छ, कसलाई भोट दिने भन्ने जस्तो कुरा छ? भोट त अब कुलमान मुसलमान भनेको बत्तीलाई। अनि हजुरको शुभ नाम? मेरो शुभ नाम महेश हो। महेश? यस। अनि घर चाहिँ कहाँ? चितवन। चितवन। हजुर हजुरकोतिर त अझै माहौल झन् तगडा छ होइन? माहौल तगडा छ तर भोट चाहिँ कसैलाई पनि नदिने। किन, के भयो त्यस्तो? त्यसै सबलाई हेरिसकेँ, देखिसकेँ। अहिले चाहिँ भोट कसैलाई पनि नदिने भन्ने कुरा छ? दिइसकेँ मैले पहिला। अनि यहाँ चाहिँ कहाँ बस्नुहुन्छ हजुर? सेम हो, डिआइपी नै हो। हजुर हुन्छ, हस्, थ्याङ्क यू। हजुरहरूले देख्नु नै भयो होइन कस्तो छ रियाक्सन भनेर। अझै 1-2जनालाई मैले सोध्ने प्रयास गर्छु है त। सोध्न चाहिँ अप्ठ्यारो लाग्दो रहेछ क्या सोध्नलाई। त्यही पनि म सोध्ने प्रयास गर्छु अरूलाई। उत्सुक हुनु सबैले हेर्न चाहिँ मलाई हेरिरहनु भएको छ, मलाई सोध्न आउँछ कि भनेर होला। म ट्राई गर्छु है त। यहाँ बसिरहनु भएको थियो 1-2जना, उहाँहरूसँग सोध्छु है त। हेलो हजुर, नमस्कार। हामी घुम्न आउनु भएको हो बर्दुबाई? हजुर। ए अनि हजुरको शुभ नाम? मेरो डिकेन्द्र हो। डिकेन्द्र? हजुर। ए घर चाहिँ कहाँ नि? पूर्व इलाम। ए अनि यहाँ चाहिँ बसाइ कहाँ छ? बसाइ नजिकै। नजिकै हो। अनि घरतिर चुनावको माहौल कस्तो छ हजुरकोतिर? चुनावको छ अरे भन्छ नि, हामी त दुबई आएको धेरै पुरानो मान्छे। कति भयो दुबई आएको? भयो टर्ने भनेको 10 वर्ष भइसक्यो। क्रस। ए अनि के छ घरतिर अहिले चाहिँ कस्तो परिवर्तन चाहनु भएको छ कि के छ? परिवर्तन खै अब म चाहिँ आफ्नो स्वतन्त्रको कुरा हो होइन? हजुर। अब खै अब म दिने हाम्रो त परिचय पत्रै बनिएको छ। मतको परिचय पत्र बनाए छैन, त्यसैले केही सोचेकै छैन। त्यसो भए त सोच्न पनि परेन होइन? सोचेकै त्यही पनि छैन। घर परिवारको प्लान चाहिँ होला राम्रै होला। अब के छ कसो छ थाहा छैन, मैले सोधेकै छैन। थ्याङ्क यू। अनि हजुरको शुभ नाम? शिला कुँवर। शिला कुँवर? हजुर। अनि घर चाहिँ? घर मेरो दाङ। दाङ। अहिले यहाँ चाहिँ बर्दुबाई घुम्न आउनु भयो? हजुर। ए अनि के छ घरतिरको माहौल? सब ठिक छ भन्नु पर्यो। चुनावको लागि सब तयारी छ। अब आफू त यति छु है। हजुर। हजुर मेरो फ्यामिलीहरूले उतातिर भोट हाल्छिन्छ।
टालिसिन्छ उम्, अनि अहिले चाहिँ परिवर्तन भन्ने कुरा छ सबैले होइन परिवर्तन भन्नु त चाहिँ अब राम्रो उम्मेदवार छान्न पर्यो पार्टी हजुर हजुर अब राम्रो भन्दा पनि अब हेर्नु होइन अब भोटको कुरामा अब हाम्रो नेपाल कहिले अगाडि बढ्छ त्यो त थाहा छैन तर अहिलेसम्म ल ठिक छ राम्रो भन्नु भएको पर्यो। हामी यहाँ विदेश आउनै पर्दैन नि त्यही त नि घरतिर काम गर्न हजुर त्यही बसेर हजुर हजुर थ्याङ्क यू धन्यवाद मैले चाहिँ 2-3जनालाई यहाँ सोधिसकेँ होइन अब मैले एक त सोध्दा पनि खासै जान्दिनँ मेरो के भन्ने कुरो थाहा छैन मेरो चाहिँ यो पहिलो भिडियो भन्दा नि हुन्छ यसरी सोसल एक्सपेरिमेन्ट गरेको अनि अलिकति अप्ठ्यारो लाग्दो रहेछ कि यसरी कुरा गर्दाखेरि अब हेरौँ कस्तो हुन्छ है त मैले अरूलाई पनि सोध्ने प्रयास गर्छु भएसम्म मिलेसम्म हेरौँ है त अब फोटो खिच्दै हुनुहुन्छ यहाँ आउँदै अब उहाँहरूले डिस्टर्ब गर्ने कुरो पनि भएन होइन यहाँ चाहिँ एउटा नेपाली दाइ नै हुनु रहेछ क्या हो यसो कुरा गरौँ है त उहाँसँग दाइ नमस्कार नमस्कार कुरा गर्न मिल्ने हजुरसँग मिल्छ हजुर मिलिहाल्छ नि। अनि भिडियो बनाउनु चाहिँ मिल्छ होइन हजुरसँग मिल्छ यस्तो यता बसाउँ न सरी त्यसको लागि अनि हजुरको घर चाहिँ कहाँ नि मेरो काठमाडौँ हो ए अनि यहाँ दुबई बस्नु भएको कति भयो दुबई चाहिँ म खास आउने जाने गर्छु हजुर म चाहिँ हजुरको अहिले तेस्रोपल्ट भयो ए म खास त्यति बस्दिनँ सर्टेन टाइम बस्छु आउने जाने गर्छु भने हजुरको यहाँ बिजनेस छ है बिजनेस छ कि जब छ कि के छ जब होइन म बिजनेसकै सिलसिलामा ए ए ए त्यही त अनि के छ घरतिर चुनावको माहौल त ढुङ्ग छ होइन अहिले के छ हजुरको प्रतिक्रिया त्यसको राय सुझाव के छ चुनाव त हाम्रो देशमा एकदम इन्ट्रेस्टिङ छ अहिले त है हजुर अब नेपाली जनताले सही मान्छेहरूलाई हजुर हजुर चुनेर अब अगाडि बढ्नुपर्ने कन्डिसन छ मलाई नै एकदम उत्साहित छ मैले फर्किँदैछु तुरुन्तै फर्किँदैछु चुनावको लागि फर्किँदै हुनुहुन्छ चुनावको लागि भन्दा नि अब भनौँ न है हजुर मेरो यहाँको बसाइ पनि अलिकति सकिन लाग्यो हजुर अनि प्लस चुनावको लागि पनि भनौँ है मद्दत गर्नुपर्छ आफ्नो अमूल्य भोट चाहिँ सही ठाउँमा दिनुपर्छ भन्ने अपेक्षाको साथ जाँदैछु हो ठिक हो हजुरले भनेको ठिकै हो अब हाम्रो देश चाहिँ बदल्ने हाम्रै हातमा छ किन भन्दा हामी यदि राम्रो मान्छे छानेर पहिल्यैदेखि नै राम्रो काम गर्थ्यो भने हामी विदेश आउन पनि पर्थेन होइन हजुर यहाँ हजुर देख्नु नै भएको छ कति नेपालीहरू हुनुहुन्छ कति दुःख पनि गरिरहनु भएको छ होइन ठाउँ हजुरले देख्नु नै भएको छ अहिले चाहिँ राम्रो व्यक्ति छानियो भने पछि चाहिँ नि हाम्रै लागि हो होइन हाम्रै आउने पुस्ताको लागि हो हजुरको फ्यामिलीहरू यहीँ हुनुहुन्छ कि सबै उतै नै मेरो काठमाडौँ नेपालमै हो हजुर कुन क्षेत्र पर्छ हजुर काठमाडौँ मेरो चाहिँ यो बालाजु हाइट बालाजी बालाजु हाइट टोखा झोर भन्छ होइन मेरो चाहिँ साङ्ला बिहान चोकमै छ त्यतै बसोबास हो तर वास्तवमा म खास नुवाकोट हो पहिला हजुर अनि मेरो बाबुले बसाइ यता काठमाडौँ छ हस् थ्याङ्क यू सो मच अमूल्य टाइम दिनुभयो हजुरको त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु यहाँ चाहिँ हामीले दाजुको प्रतिक्रिया लियौँ उहाँले नि परिवर्तन खोज्नु भएको छ उहाँको भनाइअनुसार यो पार्टी भन्दा नि व्यक्ति चाहिँ नि राम्रो व्यक्ति छानेर चाहिँ नि परिवर्तन गर्नुपर्छ भन्ने उहाँको धारणा भयो अझै 1-2जना मान्छेहरूसँग मैले चाहिँ सोध्ने प्रयास गर्छु है त कस्तो हुन्छ के भन्नुहुन्छ उहाँको प्रतिक्रिया के हुन्छ भिडियो चाहिँ हेर्दै गर्नु होला है त म कुनै पत्रकार त होइन तर सोध्न मन लागेको कुरा मलाई मनमा लागेको कुराहरू चाहिँ म सोध्छु है त ल यहाँ चाहिँ म अर्को एकजना हुनुहुन्छ हाम्रै नेपाली दाजुभाइ हजुरलाई स्वागत छ भिडियोमा अनि हजुरको शुभ नाम हरि अनि घर चाहिँ कहाँ नि नेपालमा मेरो बागलुङ कति भयो हजुर दुबई बस्नु भएको 7 वर्ष दुबईमा कहाँ हुनुहुन्छ म चाहिँ सार्जन बस्छु बिजनेस छ कि मेरो छैन काम गर्छु रिटेलमा हजुर अनि के छ घरतिर चुनावको माहौल कस्तो छ ठिकै छ भनौँ माहौल चाल ठिकै छ हजुरको क्षेत्रबाट को उठ्दै हुनुहुन्छ कतिले क्यान्डिडेट भनौँ क्षेत्रबाट चाहिँ नै हामीले चुनेको चाहिँ बालेन्सा बालेन्सा भनेको समग्रमा चाहिँ हजुरले बालेन्सालाई सपोर्ट गर्नुहुन्छ हजुरले चाहिँ अब नयाँलाई दिने भन्ने सोच छ हजुर होइन घर परिवार पनि त्यही नै भन्दै हुनुहुन्छ त्यही अब नयाँलाई चुनेको अनि हामीले पनि अब परिवर्तनै खोजेको हो होइन पार्टी भन्दा नि व्यक्ति चाहिँ
राम्रो भयो भने होइन अगाडि बढाउला भन्ने हो सोचाइ। यदि राम्रो नेपालमा राम्रो हुन्थ्यो भने हामी दुवै यसरी विदेशमा त्यही हो। आएर दुःख गर्न पनि पर्दैन होइन। म चाहिँ यहाँ सोध्दै थिएँ 2-4जना अरूलाई पनि सोधिसकेँ होइन, उहाँहरूको प्रतिक्रियाहरू पनि लिइसकेँ। हजुरलाई डिस्टर्ब गरेँ त्यसको लागि क्षमा चाहन्छु म होइन। थ्याङ्क यू। म के भन्न चाहन्छु भन्दा यो भिडियोलाई चाहिँ धेरैभन्दा धेरै सेयर गरिदिनु होला है त, सबैजनामा सेयर गरिदिनु। अनि युट्युबमा यो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला भन्न चाहन्छु। अनि लाइक पनि गर्नु, कमेन्ट पनि गर्नु, के छ हजुरको राय सुझाव त्यो पनि दिनु होला। आगामी दिनहरूमा मैले चाहिँ मेरो यो ब्लगिङलाई चाहिँ कसरी इम्प्रुभ गर्न सक्छु भनेर हजुरहरूले टिप्स ट्रिक्सहरू के छ मेरा कमी कमजोरीहरू त्योहरू पनि कमेन्ट गरिदिनु होला है त। मैले चाहिँ धेरैजनालाई सोध्ने प्रयास चाहिँ गरेँ, उहाँहरू चाहिँ क्यामेराको अगाडि म चाहिँ भन्न चाहन्न केही पनि भन्नुभयो। अनि त्यस्तो डराउनु पर्ने चाहिँ केही हुँदैन, आफ्नो स्वतन्त्रताको कुरा हो होइन। अनि भिडियो बनाउनु पनि अनुमति बिना चाहिँ नि भिडियो बनाउनु भन्ने कुरो पनि भएन होइन, कसैलाई यत्तिकै फोर्स गर्ने कुरो भएन। यहाँ चाहिँ फेरि एकजना दाजु भेट्नु भएको छ, दाजु हो कि भाइ, अब दाजु नै हुनुहुन्छ होला होइन। अनि हजुरको शुभ नाम? राजु बिक। राजु बिक। हजुर। अनि घर चाहिँ कहाँ नि हजुर? बाथरुम दोलपाटन। दोलपाटन। हजुर। ए अनि कति भयो हजुर दुबई आएको? म दुबई आएको अब 1 साल हुन 1 साल हुनु लाग्यो। अनि कस्तो छ यहाँ काम चाहिँ, केमा गर्नुहुन्छ कि बिजनेस आफ्नै छ? होइन, काम कम्पनीको काम गर्ने हो। अनि कस्तो चलिरहेको छ काम चाहिँ यहाँ चाहिँ? ठिकठाकै छ। ए अनि अहिले तातो विषय भनेको नेपालमा चाहिँ चुनाव हुँदैछ, हजुरलाई थाहै छ होइन? हजुर। के छ हजुरको राय सुझाव के छ, हजुरलाई मनमा के लागिरहेछ चुनावको बारेमा? अब के भन्ने त्यस्तै, कसलाई जिताउँदा ठिक होला जस्तो लाग्छ हजुरलाई? अब घन्टीमै चाहिँ ठोक्ने हो के र अब के गर्ने। अनि यहाँ चाहिँ म अरूलाई पनि सोधिरहेको थिएँ होइन, हजुर। उहाँहरूले पनि आफ्नो विचारहरू व्यक्त गर्नुभयो। हजुर। त्यस्तै हजुरलाई पनि म हजुरको विचार के छ, हजुर त विदेशमा हुनुहुन्छ होइन, हजुर। नेपाल चाहिँ नि विकसित भयो भने हामीलाई पनि विदेशमा दुःख गर्न पर्दैन हजुर। भन्ने हिसाबले चाहिँ म हजुरसँग के छ हजुरको राय सुझाव भनेर मात्रै सोध्न खोजे हो होइन। हजुर। अनि घरतिर कुन पार्टीको माहौल छ कि कुन व्यक्तिको माहौल छ हजुरकोतिर? हाम्रो त्यही अब पहिले काङ्ग्रेस थियो के र, अब अहिले अहिले चाहिँ अब व्यक्ति हेरेर गर्नुहुन्छ होइन, पार्टी भन्दा नि व्यक्ति हेर्न पर्ने छ अहिले चाहिँ होइन। हुन्छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु हजुरलाई, धेरै धेरै धन्यवाद भन्न चाहन्छु है त। उहाँले चाहिँ नि आफ्नो प्रतिक्रिया चाहिँ नि जनाउनु भयो होइन, के कसो छ भनेर। मैले चाहिँ नि क्वेसन सोध्न पनि आउँदैन क्या खासमा होइन, क्वेसन सोध्न चाहिँ म आफै अकमक परिरहेको छु। किन भन्दा मेरो फर्स्ट टाइम हो यो चाहिँ बाहिर पब्लिकमा यतिकै क्वेसन सोध्ने गर्ने भनेको फर्स्ट टाइम भएको भएर मलाई चाहिँ नि खासै सोध्न चाहिँ आएको छैन भनौँ न। त्यही पनि अझै ट्राई गर्छु मैले है त, अझै पनि प्रयास गर्छु के छ माहौल भनेर, यदि भएसम्म जोड्ने प्रयास गर्छु है त धेरैभन्दा धेरैलाई। फेरि एकजना हाम्रो यहाँ दाजु भेट्नु भएको छ, उहाँसँग चाहिँ म कुराकानी गर्न जाँदैछु है त। दाजु नमस्कार। नमस्कार। अनि हजुरको शुभ नाम? मेरो नाम पालसन तामाङ हो। पालसन तामाङ। हजुर। अनि हजुरको घर चाहिँ कहाँ? मेरो सिन्धुपाल्चोक। सिन्धुपाल्चोक। ए अनि दुबई बस्नु भएको कति भयो? दुबई वर्ष बसेर मलाई लगभग 3 वर्ष कटेन लाग्यो। 3 वर्ष। ए अनि यहाँ चाहिँ हजुरले जब गर्नुहुन्छ कि बिजनेस छ? म जब गर्छु। हो। अनि के छ विदेशमा बसेर सन्तुष्ट हुनुहुन्छ कि नेपाल जान चाहनुहुन्छ? अब नेपाल बसेर त रोजगार त छैन, सबैलाई थाहा छ। अब यस्तै अब विदेशतिर अलिक कमाइ हुन्छ, त्यही भएर विदेशतिर त बसिरहेको। अनि यहाँ चाहिँ दुबईमा कहाँ हुनुहुन्छ हजुर चाहिँ? म यता हिल्स मलमा हो मेरो जब चाहिँ। हजुर। अनि म आलसिल गेटमा बस्छु। आज छुट्टी दिनमा यस्तो घुम्न आएको, साथीहरूसँग भेट्न आएको, साथीको परिवार। अनि के छ घरतिर त अहिले चुनावको माहौल एकदम तातो छ होइन, तातिरहेछ माहौल। के छ हजुरको राय सुझाव, के छ हजुरको सोचाइ चाहिँ अहिले के छ? घर परिवारको पनि सोचाइ होला, के छ हजुरको चाहिँ यसो जानकारी गराउनु न। अब यो चुनावको बारे त अब के भनौँ, अब धेरै पार्टीहरू चलिरहेछ है, नयाँ नयाँ पार्टीहरू आइरहेछ। अब कसले काम कस्तो राम्रो गर्छ त्यही हिसाबले अब गाउँघरको साथीहरूलाई त सबैले इन्स्ट्रुमेन्ट थाहा होला, त्यही हिसाबले भोट गरिदिनु होला, त्यही हो। त्यही त म यो कुनै पार्टी विशेष भन्दा पनि हजुरको राय सुझाव मात्रै लिन चाहेको होइन। हुन्छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु हजुरलाई, हजुरको अमूल्य टाइम दिनुभयो मलाई होइन। दिदीबहिनीहरू चाहिँ खासै भिडियो बनाउनु चाहिँ इच्छुक हुनुभयो होइन, दिदीबहिनीहरूसँग पनि मैले प्रयास गरिरहेको थिएँ। दाजुभाइहरू चाहिँ लगभग 70% दाजुभाइहरू चाहिँ बनाउन मान्नुभयो, अरू
केही दाजुभाइहरू चाहिँ भिडियोमा नआउने भन्ने कुरा गर्नुभयो र म उहाँहरूसँग पर्सनली कुरा गरेँ, तर भ्लगमा चाहिँ कुरा भएन। अब अगाडि बढ्दैछु है त म। अब मेरो यात्रा भनेको रिग्गा अलाब्रा साइड हुन्छ है त, बोटमा चढेर यो यात्रा चाहिँ कन्टिन्यू गर्नु है त। कस्तो हुन्छ अगाडि हेर्दै जानु होला कि। यो चाहिँ नि बोटमा चढेर जाने ठाउँ हो। यो चाहिँ यो साइडमा आएको छु होइन, यो साइडमा। अब यहीँबाट म चाहिँ नि बोटमा चढेर जान्छु है त पारी साइड। के छ अनि हजुरहरूको घरतिरको माहौल के छ त्यो पनि मलाई कमेन्ट गरिदिनु होला होइन। चुनावकै माहौल भन्नाले अरू कुराहरू पनि कुरा चाहिँ नि कमेन्ट गर्नु सक्नुहुन्छ हजुरहरूले होइन। कमेन्ट गर्न नभुल्नु होला है त। म चाहिँ अब मेरो अगाडिको यात्राहरू देखाउँछु है त हजुरहरूलाई, के कस्तो हुन्छ हेर्दै जानु होला है त। यो है त अब यो अलाब्रा जाने एरिया हो। यो चाहिँ यहाँबाट बोट चढेर अब अलाब्रा एरिया गइन्छ होइन। यस्तो सानो बोटहरू लगाइरहेको हुन्छ यहाँ। म चाहिँ नि यहाँ बोटमा बसिसकेको छु है त। बोटमा बसिसकेको छु। यहाँ मान्छेहरू भरिसकेपछि हिँड्छ है पारी साइड जाँदै हो। म चाहिँ यो पारी तेह्र साइड हाम्रो यात्रा चाहिँ अगाडि बढ्यो है त। अब यहाँबाट सर म पारी जाँदैछु। यो बर्दुवाई एरिया यहाँ चाहिँ मैले अब पैसा दिँदैछु। लगभग यो अलाब्रा एरियामा म आइसकेको छु है त। 13 साइड आइसकेको छु बर्दुवाईबाट। हामी परबाट आएको हो। अलाब्रा एरियामा म आइसकेको छु। फाइनली डेस्टिनेसनमा आइपुगेँ है त म। अब यहाँबाट जानुपर्ने हुन्छ हल्लिया चाहिँ यहाँ यस्तरी। ल फाइनली यो अलाब्रा एरियामा म आइसकेँ है त। ल हेर्नु त कति राम्रो छ। हाम्रो देशमा पनि नेताहरूले यदि राम्रोसँग काम गरिदिएको हैथ्यो भने आजसम्म कहाँ पुग्थ्यो होला नेपाल, कति विकसित हुन्थ्यो होला होइन। ल यति भन्दै म यो भिडियोबाट आजको लागि म बिदा हुन चाहन्छु है त। अरू भिडियोहरू पनि कन्टिन्यू आउँदै रहनेछ। यहाँसम्म भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला है त। अनि हजुरहरूलाई यो मेरो भिडियो चाहिँ कस्तो लाग्यो यो प्रतिक्रिया पनि दिन नभुल्नु होला है त। हजुरहरूलाई साथ सपोर्ट दिनु होला। आजसम्मको साथ सपोर्टको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु है त। ल बाई भन्न चाहन्छु है, बाई।